सबभन्दा ठुलो जब भनेको हाउसवाइफ हो। तर प्रब्लम के छ भन्दाखेरि हाउसवाइफ भयो भने कामै नपाएको मान्छे रहेछ। अनि तपाईँ के गर्नुहुन्छ भने आम जस्ट हाउसवाइफ भन्छ कि आमा हाउसवाइफ भन्छ भनेको काम नलाग्ने केटी भने जस्तो महिला भने जस्तो देखिन्छ नि, होइन हाउसवाइफ भनेको सबभन्दा ठुलो जब हो होइन। किनभने घर मान्छेले जे पनि गर्दाखेरि लास्टमा गएर त्यही घरै हो कि होइन। म बाहिर जाउँ या पैसा कमाउँ या होइन म देश विदेश घुमौँ जेसुकै गरौँ, लास्टमा आएर मैले गरेर यसो थकाइ मेट्ने अथवा आनन्दको महसुस गर्ने भनेको त्यही घर हो कि। त्यो घरलाई घर बनाउने मान्छे नभएपछि कसरी घर हुन्छ त्यो होइन। त्यो त इट्स लाइक अ बिल्डिङ, हाउस मात्रै भयो होइन, होम भएन नि त होइन। सो त्यही भएर चाहिँ अब यहाँबाट फर्स्ट ब्रेक सुरु भएको हो हाम्रो होइन, मतलब डिस्ट्रक्सन सुरु भएको हो होइन। सो अनि त्यसपछि वुमेन राइट्सको नाममा होइन, वुमेन राइट्स त त्यो हाउसवाइफ हुँदाहुँदै उसमा भएको अत्याचारहरूलाई खतम पार्नुपर्ने हो नि त होइन। नट नेसेसरी होइन द्याट यु गो आउट होइन, अर्न वर्क गर। घरमा बसेर पनि बुवा आमा छोराछोरी हस्बेन्डको सेवा गर्ने हो नि। अब